ला कसैको डेन्जर हो बा डेन्जर मजा ला थोका तान होला कस्तो लाग्यो यात्रा 5 पोखरीको यात्रा कस्तो छ एकदम स्ट्यान्डर्ड पुरा सिलिलिलिलिलि प्लेन जाने बाटो जस्तो छ एकदम स्ट्यान्डर्ड छ यो त मान्छे भएर नि त जन्मेपछि आउनै पर्ने ठाउँ रहेछ ल जिउन सुरु गरेछ गोसाइकुण्ड राम्रो गाह्रो कि यो गाह्रो भन्नु त सजिलो छ हजुर यो सजिलो छ यो सजिलो छ एकछिन उठिहाला हामीमा चाहिँ एउटा बिस्तारङ अब जुगा छैन दाइ धर्मबाट अब जुगा यतै आएन अहिले त मलाई चाहिँ गोसाइकुण्डको भन्दा बाटो चाहिँ डेन्जर छ यो अलिकति अहिले चाहिँ कस्तो छ हेरौँ अनिखेर गएर सबैसँग सोधेर भिडियो बनाउँला फेरि पानी परेकै परेछ के गर्नु सुलाको लागि छ हिँडेछौँ हामी 6 बजेको हिँडेको हजुर है खजी गरे गेम हो थान्दा गेम रहे भयो बिस्तारै खानुको भए ता अघि गोसाइको त्यसो डेन्जर कि सजिलो लाग्छ ल सिन्दाजिङ ओहो गोबर त है नजानु यस्तो छ उकालो हिँड्न यो पुरै माथि जानुपर्छ हिँड्दा बाटो कस्तो छ डेन्जर पर्छ यो त यस्तै डेन्जर हिँड्दा सिधा ठाडो छ यो यहाँबाट गएर कहाँ पुग्ने हो हेरौँ यो काल चढेर जाउँ ढुङ्गाको सिडी यस्तो छ तर चिप्लो छ अलिअलि चिप्लो छ स्यामले आउनुभएको छ यसरी छ बाटो हाम्रो सुन्दरदाई एकदम हामी चाहिँ एकदम गन्तव्य पुग्नेमा हतारमा छौँ आज त पुग्दैन भोलि मात्रै पुग्ने हो हामी भोलि बेलुका पुग्छ आजको बेलुका हामी खरै खाऊ है वान मिनट चोला हो कपी लगाउनु मन कपी लगाउनु मन खाना जाने अर्को ग्रुप पनि आउने हुनुहुन्छ हौ पर यहाँ सुनेर हिँड्नुभयो हिँड्दै हुनुहुन्छ अगाडि सेकेन्डमा म पऱ्यो अनि थर्डमा श्याममा रहेछ र आउनै छ बिस्तारै बिस्तारै हिँड्नुहोस् तर थकाइ चाहिँ त्यति महसुस चाहिँ छैन पुरा दुखाइ चाहिँ छैन अहिले आज चाहिँ हिँडेको छ त्यति यहाँ जस्तो पनि भएको जस्तो छैन तर लास्टै जुगाले चाहिँ अघि चाहिँ लास्टै सतायो मुभको स्प्रे त एउटा त सकिसक्यो स्प्रे लाउँदा सकेछ नुन ल्याएको छु नुन पनि दल्यो सन्चो दल्यो अझ पनि यहाँ चाहिँ यो दाँडामा आउँदाखेरि चाहिँ जुगा चाहिँ भेटेन यहाँ चाहिँ जुगा छैन योको बाटो चाहिँ लास्टै 2 घन्टाको बाटो चाहिँ लास्टै जुगाको बाटो थियो 2-3 घन्टाको बाटो बाटो चाहिँ राम्रो छ तर एकदम पानी नपरे भए मौसम हल्का सफा भएको भए चाहिँ यो दृश्यहरू कति राम्रो हुन्थ्यो होला हामीले लास्टै माथि आएको छ ऊ पर हुनुहुन्छ तपाईँलाई म जुम गरेर देखाइदिन्छु ऊ पर
찾아보려고 하면서 마주쳐서 민내죠. सजिलो हेर्दा नि अग्लो भयो भने हिँड्न चाहिँ त्यति साह्रो खुट्टा चाहिँ दुखेको छैन। भोलि चाहिँ के भने थाहा पाएन। हिजो हिँडेको थियो, हिजो पनि ठिकै थियो बाटो त, राम्रो थियो बाटो चाहिँ। तर यहाँ डेन्जर थियो बाटो भनेर सुन्दै जाने। ल हेर्नु त यो बाटो ल कसरी हिँड्ने यो बाटो ल गाह्रो भयो हेर्नु। यहाँ त 4 खुट्टा देख्नै पर्ने भयो। सुनेर 3 छ खुट्टा, सुनेर 4 खुट्टा देख्ने भइसक्यो। म चाहिँ यहाँ चाहिँ विश्रामै लिनु पर्ला यो। ल हेर्नु यसरी हिँड्छ हेर्नु कसरी हिँड्छ ल यो एरिया हेर्नु त। अब मेरो पाला आयो। अब म चाहिँ कसरी हिँड्नु यसमा खै हिँड्नुलाई गाह्रो भइसक्यो मलाई पनि यो। भिडियो भन्दै नगरौँ, 4 खुट्टाले टेकेर हिँड्नु परेको छ। के गर्नु अब श्यामलाल दाइको भिडियो बनाउँछु म हिँडेको। अघि भर्खर सुन्दर दाइको बनायो हिँड्नु भएको। यहाँ चाहिँ 4 खुट्टा टेक्नुपर्छ है हेर्नु त। यहाँ 4 खुट्टाले टेक्नुपर्छ। 4 खुट्टाले टेकेर आउनुपर्छ। यहाँ डेन्जर यो हेर्नु त यो। डेन्जर माथि हाइटमा आइसकेको छ हामी त। लगभग अघिको भन्दा अघि हामी चिया खाऊ पसलमा चाहिँ लगभग 3200 हाइट भनेको थियो। र उयो त अहिले हामी आउँदा त 4200 नै पुग्यो जस्तो लाग्छ अन्दाजी हेर्नु त बाटो। भिडियो अफ गर्नु पऱ्यो भएन लास्ट डेन्जर।